कर्णाली एक्स नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 को प्लेअफ दौडबाट बाहिरिएको छ। मङ्गलबार भएको आफ्नो 6औं खेलमा पोखरा एभेन्जर्ससँग 34 रनले पराजित हुँदै कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो। 6 खेलमध्ये 1 खेलमा मात्रै जित निकालेको कर्णाली प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ। अन्तिम खेलअघि 2 अङ्क मात्र जोडेको कर्णालीले अब अन्तिम खेल जिते पनि शीर्ष 4 मा रहेर प्लेअफमा पुग्ने छैन। पोखरा एभेन्जर्सले भने एनपिएलमा प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ। पोखराले दिएको 202 रनको लक्ष्य पछ्याएको कर्णालीले 19 ओभरमा सबै विकेट गुमाएर 167 रन मात्र बनाउन सक्यो। कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक 59 रन बनाए। त्यस्तै नजिबुल्लाह जद्रानले 24 रन बनाए। पवन सराफले 19 र प्रियाङ्ग पञ्चलले 16 रन बनाए। त्यसैगरी जयकिसन कोलसवाला 6 रन बनाएर आउट भए भने गुलसन झा 9 रन बनाएर आउट भए। बोलिङमा पोखराका लागि धनञ्जय लक्षेन र ऋषि धवनले 3-3 विकेट लिए। यस्तै सन्दीप खत्री, किरण ठगुन्ना, कप्तान कुशल भुर्तेलले 1-1 विकेट लिए। त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित 20 ओभरमा 2 विकेट गुमाउँदै 201 रन बनाएको थियो। पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे। एडम 58 बलमा 108 रनमा अभिजित रहे। त्यस्तै जेसन रोयले 46 रन बनाए भने कप्तान कुशल भुर्तेलले 18 रन बनाए। साथै धनञ्जय लक्षेन 23 रनमा अभिजित रहे। बोलिङमा कर्णालीका मार्क वाट र गुलसन झाले 1-1 विकेट लिए।